नयाँको देखियो हालत, कोही ब्याङ्क मारा, कोही साहु मारा, कोही सहकारी मारा। यी सबै ठगहरूको नायकी चाहिँ अनि त्यो अङ्गुरको झुप्पा जस्तो किड्नी भएको एउटा छ नि गफाडी, त्यही होला होइन त सम्माननीय प्रधानमन्त्रीज्यू। अनि अरू एक दुईवटा छुटो नि, ललिता निवास काण्ड, व्हाइट बडी काण्ड, अमिनी काण्ड, बालुवाटार काण्ड, है अरू के हुन् अहिले त थाहा छैन मलाई। भुटानी शरणार्थी काण्ड, जापान काण्ड त अर्कै भयो क्या। गिरीबन्धु काण्ड, कम्बोडियाको खै कति अर्बको एनसिएलको के अरे एनसिएल त छुट्टै हो फेरि, कम्बोडियाको अर्को काण्ड। यी काण्ड पनि त भन्दै हुन्थ्यो, नयाँको मात्रै हालत त देखाएन नि, पुरानाको पनि हालत देखेको हो, हेरिराखिएको छ। नयाँ जब त आएको कति चाहिँ भएको थियो र त्यही 2-3 वर्ष भएको थियो। 35-36 वर्षदेखि 38 वर्षदेखि त जनताले हेरिरहेका छन् त पारा है, त्यो कुरा पनि छुटो। हलाप गर्नेको पारा पनि देखिहाल्यो, अङ्गुरका जस्ता झुप्पा किड्नी बोकेर हिँड्ने हाम्रा केपी बाका पनि पारा देखिहाल्यो होइन त प्रधानमन्त्रीज्यू। गगने चोर एउटा बाख्रा पोइ थियो, त्यसको पनि पारा देखिहाल्यो, घडी चोरहरूका पारा देखिहाल्यो होइन। अनि त्यो बाल शोषण गर्ने रेखा खै के त्यसको पनि पारा देखिहाल्यो, कर्मचारी 70 करोड काण्ड देखिहाल्यो, आफ्नै अफिसका कर्मचारीलाई चाहिँ बलात्कार गर्ने त्यसका पनि पारा देखिहाल्यो। कसका चाहिँ पारा देख्न बाँकी छ हो, अब सबैको देखियो त। कसलाई पेलेको देखेँ, रवि लामिछानेलाई, दुर्गा प्रसादलाई पेल्ने भनेको त्यस्तै हो। अलिकति थोरै किडनीमा पावर छ भने बालेन शाहलाई पेलौँ न त्यसरी, जाग्दैला नि बालेन शाहले त जेसिबीको चुचोले फेरि सिधै यस्तरी विचार गर्ने है, फेरि विचार गरेर बोल्नुपर्छ। अझै पनि आँट छ, देश हाँक्छु म सक्छु, किडनीमा दम छ र सकि यस्तो लागेको थियो। बिचरा यी बालाई दोष दिनु पनि महामूर्ख हो क्या, यिनलाई के दोष यार। दोष त त्यो जसले किडनी दियो त्यो केटीले के दोष हो क्या, त्यसलाई चाहिँ सराप्नुपर्छ क्या, गाई सराप्ने नै हो नि होइन। बिचरा यो बुढोलाई के सराप्नु यार, यसको के गल्ती हो, यो त मरिहाल्थ्यो उति बेला। किडनी दिनेको दोष हो क्या।